मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज युएईसँग अभ्यास खेल खेल्दै। आइसिसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा 2 अभ्यास खेल सकेर चेन्नई पुगेको छ। नेपालले विश्वकप अघि चेन्नईमा 2वटा वार्मअप खेल खेल्दै अन्तिम तयारी गर्नेछन्। नेपालले पहिलो अभ्यास खेलमा आज संयुक्त अरब इमिरेट्स युएईसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार खेल साँझ 5:15 देखि एमए चिदम्बरम रङ्गशालामा हुनेछ। नेपाल र युएई बीच लामो समयदेखि प्रतिस्पर्धात्मक खेल हुँदै आएको छ। यस्तै नेपालले दोस्रो अभ्यास खेल बिहिबार क्यानाडासँग खेल्नेछ भने दुवै अभ्यास खेल विश्वकप खेलिने एमए चिदम्बरम मैदानमै आयोजना हुँदैछ, जसले टोलीलाई मैदान र परिस्थितिसँग अभ्यास हुन सहयोग गर्ने अपेक्षा गरिएको छ। त्यस्तै नेपालले फेब्रुअरी 12 मा इटाली, 15 मा वेस्ट इन्डिज, 17 मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ भने नेपाली टोलीका सबै खेलका टिकट बिक्री भइसकेको छ। यसैसँगै भारतीय मैदानमा नेपाली समर्थनको बाक्लो उपस्थिति र उत्साह देखिनेछ। नेपालले यसअघि सन् 2014 र सन् 2024 को विश्वकप खेलेको थियो। यो तेस्रो विश्वकप सहभागितालाई नेपाली क्रिकेटको निरन्तर प्रगतिका रूपमा हेरिएको छ। विश्वकप खेल्ने नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुटेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलसन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्। त्यस्तै यस विश्वकपमा समूह एमा भारत, पाकिस्तान सहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन् भने समूह बीमा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाब्वे, आयरल्यान्ड र ओमान तथा समूह डीमा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेका छन्। प्रत्येक समूहका शीर्ष 2 टोली सुपर 8 मा प्रवेश गर्नेछन्।